यति साह्रो नगरौँ साथीहरू। यति बेला हाम्रो डोजरको चाबी आइसक्यो, पछाडिको काम भइरहेको छ भने यहाँ हामी ल श्रमदाताहरूको एकदमै यहाँ जमघट हुँदैछ बिस्तारै। ल साथीहरू, यति बेला म ठ्याक्कै हाम्रो श्रमदान स्थलमा आइपुगेको छु। हाम्रो यो धरान 10 को हाम्रो यो नारायण चोकदेखिको ठाडो बाटो, हाम्रो यो स्वस्तिका चोक जाने बाटोमा यो हाम्रो नारायण पथको ठाडो बाटोमा चाहिँ हाम्रो ड्रेन बनाउने एकदमै श्रमदान चलिरहेको छ। र यति बेला चाहिँ हाम्रो यहाँ पुर्ने काम रहेको छ र यहाँ आदरणीय श्रमदाताज्यूहरू सम्पूर्ण श्रमदाताज्यूहरू यहाँ मिलेर एकदमै काम गरिराख्नु भएको छ। यहाँ हामी देख्न सक्छौँ धरान 10 यहाँ स्थानीयहरू पनि हुनुहुन्छ। आज चाहिँ खासै श्रमदाताहरू देखिएन, यहाँको स्थानीयहरू नै हुन सक्नुहुन्छ यहाँ है। ल अब यहाँ हेरौँ आजको दिन यस्तै बिचमै हो बा। आमा कति खतरा काम गर्नुभएको नि हजुर। ओहो लु है, मैले गरेँ भने त नि यो त एकछिनमा यो त साँडसुट पो हुन्छ फेरि। त्यही भएर अहिले फेरि तपाईँहरू के गर्नु बस्नुहुन्छ दिनभरि बित्थामा, त्यही भएर एकछिन भन्नु नमिलेको। ल साथीहरू, आदरणीय हाम्रो स्थानीय वासीहरू हुनुहुन्छ यहाँ एकदमै काम सकाइराख्नु भएको छ उहाँहरूले पनि। र हाम्रो यो श्रमदान चाहिँ भोलि पनि हुनेछ। भोलि चाहिँ एकदमै बृहत रूपमा हुनेछ। आज केही यहाँनिर चाहिँ पानी कतैबाट ल्याइदिनु? म चाहिँ बिदे धाराबाट। यहाँ धारा कता छ? धारा खोज्नु चाहिँ म त माथि बोर्ड अफिसतिरै जाने बेला हो कि क्या हो भन्नु न। ल साथीहरू, एकदमै बृहत रूपमा श्रमदान भइरहेको छ, हामी यहाँ देख्न सक्छौँ। आदरणीय व्यक्ति त्यो हाम्रो यहाँ स्थानीय लगायत हाम्रो श्रमदाताज्यूहरूले एकदमै यहाँ सघाइराख्नु भएको छ। यो हाम्रो खाल्डो अहिले त्यो बेला पुर्ने श्रमदान चाहिँ चलिरहेको छ, हामी यहाँ देख्न सक्छौँ। र साथीहरू, एकदमै श्रमदान भन्ने काम हाम्रो रोकिँदैन र रोकिने छैन है साथीहरू। ल यति बेला हामी यहाँ देख्न सक्छौँ श्रमदान भनेको यसरी भइरहेको छ, काम विशेष यसरी चलिरहेको छ। हाम्रो यहाँ स्थानीयहरू, यहाँ आदरणीय स्थानीय यहाँको आमाबुवा तथा दाजु दिदीहरूले सघाइराख्नु भएको छ र भाइ बहिनीहरूले पनि सघाइराख्नु भएको छ। र यहाँ भने एकदमै खतरा श्रमदाता हुनुहुन्छ। यहाँ ड्याङ हालिराख्नु भएको छ उहाँ नन स्टप। खतरा काम छ, खतरा काम विशेष विशेष गरी काममा हामी फोकस गर्नेछौँ, काममा ध्यान दिनेछौँ। साथीहरू यस्तो छ नि। साथीहरू, यति बेला हाम्रो डोजरको चाबी आइसक्यो, पछाडिको काम भइरहेको छ भने यहाँ हामी देख्छौँ एकदमै काम भइरहेको छ। काम विशेष चलिरहेको छ। हामी निरन्तर रूपमा विकास गरि नै राख्नेछौँ र गरिरहनेछौँ। हामीलाई जति नै बाधा अर्जन आए पनि हामी पछि हट्ने छैनौँ र विकासको लागि हामी सधैँ बढिरहनेछौँ, लागिरहनेछौँ। कसैले रोक्दैमा हामी रोकिने चाहिँ छैनौँ। र तपाईँहरू पनि विरोध गरेर बस्नु नै धेरैजना हुनुहुन्छ र तपाईँहरू पनि विरोध नगरिकन एउटा सक्षम एउटा मानवता तपाईँहरूमा पनि छ भने एउटा देशको लागि विकास गर्नको लागि तपाईँहरू पनि एउटा श्रमदान अभियानमा जोडिनुहोस्। र श्रमदान अभियानमा पनि तपाईँहरू जोडिन सक्नु भएन भने एउटा देशको विकासको लागि तपाईँहरूले साथ सपोर्ट पनि दिन सक्नुहुनेछ। र तपाईँहरू एउटा विरोध बाधा अर्चन र दादागिरी गरेर चाहिँ हाम्रो देशको विकास हुँदैन, यति कुरा तपाईँहरूले बुझ्न सक्नुहुन्छ। र हामी यति बेला धरान 10 नारायण पथको यो ड्रेन बनाउने अभियानमै छौँ। हामी श्रमदान अभियान यो हामी श्रमदानबाटै बनाउनेछौँ र बनिनेछ। हामी यहाँ देख्न सक्छौँ यो भोलिको लागि एकदमै तयारी भइरहेको पनि जानकारी गर्न चाहन्छु हजुरहरूलाई। र
काम विशेष त्यहाँदेखिको बाँकी रहेको छ यता र एकदमै काम चलिरहनेछ, निरन्तर भइरहनेछ। र साथीहरू यहाँ एकदम काम कसरी हुँदैछ भन्ने कुरा तपाईँहरूले देख्न सक्नुहुन्छ। अझ पनि मान्छेहरूको जमघट हामी देख्न सक्छौँ। यहाँदेखि तलैसम्म छ पातुलो भए पनि, र यहाँको स्थानीयवासीहरूले पनि एकदमै साथ सपोर्ट गरिराख्नु भएको छ। हामी देख्न सक्छौँ यहाँ तल पनि हुनुहुन्छ हाम्रो श्रमदाता लगायत स्थानीय वासीहरू। यहाँनिर हुनुहुन्छ हाम्रो श्रमदाता लगायत यहाँको स्थानीय, र एकदमै विकासको लागि सम्पूर्णले साथ दिनुपर्छ, सबैजना मिल्नुपर्छ भन्ने मेरो पनि एउटा भनाइ हो। र यो मेरो मात्रै होइन, हामी सम्पूर्णको भनाइ हो। हामी नेपाली एक हुनुपर्छ र देशको विकासको लागि हामी जुट्नुपर्छ। र हाम्रो विकास तपाईँले देखि नै राख्नु भएको छ। यो चाहिँ हाम्रो श्रमदानद्वारै बनिएको हो। र हामी यस श्रमदान अभियानलाई कहिले रोक्ने छैनौँ होइन। कसैले रोकेर हामी रोकिने पनि छैनौँ। विकास भन्ने हामी गरि नै रहनेछौँ र एकदमै हामी काम गर्नेछौँ। र यहाँ स्थानीयहरू हुनुहुन्छ, उहाँहरूको पनि केही समर्थन छ। उहाँहरूले पनि केही राम्रो कामको लागि कुरा गरिराख्नु भएको छ। र यति बेला चाहिँ हाम्रो यो माटो यसरी यो खाल्टोमा चाहिँ पुर्ने काम भइरहेको छ। एकदमै आजको यो श्रमदान चाहिँ, र हाम्रो भोलि मात्रै नभएर हाम्रो हरेक दिन विकासको लागि एउटा श्रमदानमा हामी जोडिएर विकास गर्नेछौँ। तपाईँहरू पनि जोडिनु सक्नुहुन्छ र जोडिनुपर्छ भन्ने मेरो भनाइ हो। र यो मेरो मात्रै होइन, हामी नेपाली सम्पूर्ण नेपाली अथवा धरानेवासी लगायत हाम्रो नेपाली जनताको चाहिँ एउटा भनाइ हो। र यति बेला एकदमै काम गरिराख्नु भएको छ हाम्रो यहाँको स्थानीय, हाम्रो आदरणीय आमा बुवाहरू र हाम्रो दाजु दिदीहरू एकदमै काम गरिराख्नु भएको छ। र भाइ बहिनीहरूले पनि एकदमै सघाइराख्नु भएको छ। उहाँहरूले पनि सघाइराख्नु भएको छ। एउटा श्रमदानमा जुन जोडिए पछाडि एउटा निस्वार्थ भावना चाहिँ एउटा हुनुपर्छ। एउटा स्वार्थको पछाडि नहिँड्नुहोस्, एउटा स्वार्थ लिएर नहिँड्नुहोस्। त स्वार्थ पनि हुनुपर्छ, तर पोजिटिभ ढङ्गमा स्वार्थ लिनुपर्छ। र सधैँ हामी विरोध गरेर मात्रै पनि देश बनिँदैन। विरोध पनि गर्नुपर्छ, तर पोजिटिभ ढङ्गले हामी विरोध गर्नुपर्छ। एउटा राम्रो कामको लागि विरोध गर्नुपर्छ होइन। एउटा राम्रो काम गर्नुपर्छ भन्ने विरोध गर्न सकिँदैन। नराम्रो कामको लागि हामी अगाडि बढ्नु हुँदैन। नराम्रो कामको लागि चाहिँ हामी अगाडि बढ्नु हुँदैन। राम्रो कामको लागि हामी अगाडि बढ्नुपर्छ। विरोध भन्ने कुराहरू छँदैछ होइन। तर हामीलाई जति पनि यो श्रमदानमा विरोध गरिराख्नु भएको छ, उहाँहरूले विरोध गरेर पनि हामी रोकिनेवाला चाहिँ छैनौँ। हामी यहाँ देखिरहेका छौँ, स्थानीयहरूले पनि सघाइराख्नु भएको छ। यसरी खटि नै रहेका छौँ हामी दिन रात नभनी है। ल श्रमदाताहरूको एकदमै यहाँ जमघट हुँदैछ बिस्तारै। म पत्रकार होइन त हजुर, म त आजको लागि चाहिँ पत्रकार हो। यो भिडियो बनाउँदा पत्रकार हो, अरू बेला श्रमदाता हो। ल एकदमै खतरा काम गरिराख्नु भएको छ हाम्रो यहाँ नानाज्यूले। उहाँको यो ए हो, हामीले त्यस्तो गुनासो गरेको छैनौँ, हामी गर्ने छैनौँ। हामी सबैले बुझेर अगाडि बढ्नुपर्छ। हामी होइन ठिक छ। आज यति सबै 17 को 17 नम्बरबाटै हो।
आज कतिजना आउनुभएको छ 17 नम्बरबाट टन्नै कतिजना आउनु भएको छ 17 नम्बरबाट हो टन्नै आउनु भएको छ नि आज है ल ठिक छ काम भनेको हैन इन्टरभ्यु भन्दा पनि एउटा काम विषयवस्तु हेर्नुपर्छ हामीले काम त तपाईँ एकदमै खतरा काम गर्नुहुँदो रहेछ नि त नि तपाईँले त काम त अनि एकदमै खतरा गर्नुहुँदो रहेछ नि त तपाईँको काम त हो ल एकदमै खतरा काम गर्नुहुँदो रहेछ उहाँ त हैन भएको कुरो गर्दाखेरि किन लजाउने हो र भएको कुरा देखाउँदाखेरि किन लजाउने हो राम्रो कामको एउटा कुरा गर्दा किन लजाउने हो र आज वडा नम्बर 17 बाट एकदमै ठुलो योगदान यहाँ देखिरहेका छौँ हामी वडा नम्बर 17 अझै एकदमै धेरै यहाँ सघाउन आउनु भएको छ आदरणीय श्रीमदाताज्यूहरू हुनुहुन्छ ल माटो चाहिँ यसरी झारिँदैछ हाम्रो सडक र ट्रकबाट र यति बेला चाबी आइसके पछाडिको कामहरू यसरी भइरहेको छ हाम्रो जुन चाबी थियो लानुभएको उहाँहरूले चाबी दिइसक्नु भएको छ र काम यसरी निरन्तर रूपमा चलिरहेको छ र काम भनेको यसरी चलि नै रहेको छ एकदमै काम विशेष रहेको छ हामी कामलाई विशेष प्राथमिकता दिनेछौँ हामी ल साथीहरू यति बेला ठ्याक्कै भन्नुपर्दाखेरि ए हे लु के भयो होइन के हो यो होइन के हो माछा कता हो ओहो लु यहाँ थोरै केही घटना घटिएको छ यहाँ साथीहरू देख्न सकिन्छ यहाँ हाम्रो श्रमदाता माथि केही घटना घटेको दृश्य चाहिँ हामी देख्न सकिएन तर पनि घटिसकेको दृश्य हामी देखाउनेछौँ यहाँ साथीहरू ल यहाँ हाँस्दै हुनुहुन्छ ठिक छ ए स्ट्रङ भएर काम हुन्छ थ्याङ्क यू त्यति लडेर केही हुँदैन यस्ता नाथे केही हुँदैन ल यति बेला भने हामी साथीहरू यति बेला भने हामी ठ्याक्क यति बेला खाना खाइसके पछाडिको यो हाम्रो अभियान श्रमदान अभियान सुरु भइसकेको छ यो काम विशेष आज रहेको छ ओहो लु यहाँ फेरि केही होला जस्तो छ है केही होला जस्तो छ यता हेर्नुहोस् त एकचोटि यहाँ हेर्नुहोस् न एकचोटि ल एकदमै काम विशेष काम भइरहेको छ त्यो बेला यो खाल्डो पुर्ने माटो वा लु यतिको चाहिँ हुनुपर्छ अहिलेको यङ जेनेरेसनको युवा यति बेला एकदमै खतरा काम गरिराख्नु भएको छ हाम्रो यङ जेनेरेसनको युवा टिमले युवा शक्ति भनेको यस्तो हुनुपर्छ होइन छोरा मान्छे होस् या छोरी मान्छे युवा शक्ति भनेको युवा शक्ति हो ल यतिको जोस जागरको साथ चाहिँ यति बेला हामी काम गरिरहेका छौँ र तपाईँहरू पनि यो अभियानमा जोडिनु भएको छैन भने जोडिनु सक्नुहुन्छ र जोडिनु पर्छ र जोडिएर काम गर्नुपर्छ हामी मिलेर सबै मिलेर बाजेर झगडा गरेर नाथे काम छैन ल खतरा हजुर ल यति बेला यहाँ महिला पावर देखिएको छ यहाँ युवा यङ जेनेरेसनको अहिले खतरा काम गर्ने टिम हुनुहुन्छ उहाँ 4 जना साथीहरू हुनुहुँदो रहेछ र यति बेला धरान 17 बाट उहाँहरू आउनु भएको छ
काम भने त यहाँ त के छ राम ऊ एकैचोटिमा उहाँले सबै फाल्नु हुने विचार पनि उहाँसँग छ क्यारे देख्न सकिन्छ। यति साह्रो पनि नगरौँ, मलाई भरे फेरि मम्मीले मार्नुहुन्छ। धिक्तेले बजार भन्नु नमिलेको। ल हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, श्रम गरौँ सबै मिली बनाऊ यो देशको एक यो मूल नाराको साथ यति बेला हामी काम गरिरहेका छौँ। काम विशेष छ। तपाईँहरूको परिचय के हो, नाम भनिदिनु पर्यो यहाँ। सुम्निमा साम्पाङ किराती, अरू राई हो। अरू 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 खोइ अरू कता जानुभयो? उहाँ त लड्नु भएछ, मलाई हस्पिटल लानु त पर्दैन। ए ओके ल, थ्याङ्क यू सो मच। लहे खतरा काम नाना सेवा है, खतरा। ल खतरा सम्झाताहरू पो बेलाउनु भएछ त यहाँ त। एक कट्ठा हो लु है। श्रमदान काम होइन त। ल उहाँहरूको यस्तो यो काम जोसिलो काम देखेर अब मलाई पो गरौँ मन लाग्यो। तपाईँहरूलाई कस्तो लाग्दैछ भनेर। ठिक छ, आज अब यस्तै हो, बिस्तारै हुन्छ। ल साथीहरू, काम भनेको एकदमै खतरनाक तरिकाले भइरहेको छ यति बेला। खासै ठुलो काम त रहेको छैन यति बेला। यो चाहिँ भने माटो यो यसरी खाल्डो पुर्ने काम रहेको छ होइन। यो यसरी खाल्डो पुरिरहेको हुनुहुन्छ यहाँ हाम्रो श्रमदाताज्यूहरू। र ढलाइको लागि पनि भोलिको निमित्त यसरी उहाँहरूले रेडी अवस्था पारिराख्नु भएको छ। यति बेला हामी देख्न सक्छौँ यहाँ। ल साथीहरू, यस्तो छ आजको काम। ल यति बेला चाहिँ लाइन बसेर ढुङ्गा पासिङ भइरहेको छ, ढुङ्गा पास गरिराख्नु भएको छ अन्य श्रमदाताज्यूहरू। ल काम विशेष यसरी चलिरहेछ। र यहाँ तल भने यसरी गेभिङ लगाइराख्नु भएको छ हाम्रो श्रमदाताज्यूहरू हुनुहुन्छ। एकदमै खटेर काम गर्नु भइरहेको छ उहाँहरूले। एकदमै काम विशेष रहेको छ। ल साथी हो, आउनुहोस् तपाईँहरू पनि यो विकासको लागि हातमा हात साथमा साथ दिन सक्नुहुनेछ तपाईँहरू। ल साथीहरू, यसरी काम भइरहेको छ यहाँ। यो चाहिँ भोलिको निमित्त आज यो रेडी हुनेछ। यो भोलि बृहत रूपमा फेरि श्रमदान रहनेछ साथीहरू। यो हामी देख्न सक्छौँ यति बेला। काम विशेष छ, काम विशेष खतरा काम भइरहेको छ, खतरा काम। ल साथीहरू, विकास भन्ने कुरो यसरी रहनेछ, यसरी हुनेछ विकास।
तर बाजेर जुझेर विकास कहिले हुँदैन। विकास भनेको काम गरेर हुन्छ र सबै मिलेर यो काम गर्नुपर्छ। हामी एउटा नेपाली हो, हामी नेपाललाई राम्रो बनाउनुपर्छ, नेपालको विकास गर्नुपर्छ। राम्रो कामको हामीले मूल्याङ्कन गर्नुपर्छ हैन। नराम्रो कुरालाई धेरै फैलाउनु हुँदैन। र साथीहरू अन्तिममा भन्न चाहन्छु हाम्रो सम्पूर्ण धरानवासीहरू यति बेला चाहिँ धरान 10 मा श्रमदान भइरहेको हुँदा तपाईहरू जोडिनु भएको छैन भने कृपया जोडिनु होला। र धरान मात्रै नभएर हाम्रो नेपाल हरको सम्बन्ध रेगुलेसन टिम नेपालद्वारा चाहिँ हामी एउटा टिम बनाएर चाहिँ हामी विकासको लागि गरिरहेका छौँ। र तपाईहरू पनि यो एउटा यसमा चाहिँ जोडिएर तपाईहरूले विकासको लागि काम सघाउनु सक्नुहुनेछ हैन। तपाईहरू जोडिनु होला। र यति भन्न चाहे र सम्पूर्ण साथीहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया कमेन्टमा गर्न सक्नुहुन्छ। र हजुरहरू पनि यदि आउनुभएको छैन भने कृपया श्रमदान अभियानमा जोडिनुहोस्। र त्यही भन्न चाहन्छु म। ल साथीहरू यस्तै छ आजको दिनचर्या हैन, यसरी नै बित्नेछ। र सम्पूर्ण साथीहरूलाई हार्दिक आह्वान गर्न चाहन्छु। हस्त नमस्कार। जय देश, जय श्रमदान, जय विकास।